परमेश्वरलाई धन्यवाद होस् यो वचन पढिनमा। अनि यो सुसमाचार, लुकाको सुसमाचार सबैभन्दा ठुलो हामीले वर्णन पाउँदछौँ। अनि यसलाई लेख्ने व्यक्ति लुका स्वयं हुन्, अनि जसको बारेमा आरम्भिक कलिसियालाई, मण्डलीलाई यो स्पष्ट थियो कि यो लुकाले लेखेको हो। अनि तपाईँले जब यदि हेर्नुभयो भने एक अध्यायको 3 पदमा हेर्नुहोस्, यहाँ कसको वर्णन गर्दछ? माननीय थियोफिलुस भनेर यहाँ कुरा गर्दैछ। 1 अध्यायको 3 पद। यो आरम्भदेखि मैले सावधानी को साथ सबै कुराको खोजी गरेको छु भनेर यहाँ भन्छ। अनि प्रेरितको पुस्तक हेर्नुहोस् मेरो साथमा, प्रेरितको पुस्तक प्रेरितको पुस्तक 1 अध्यायको 1 पद। यहाँ के भन्छ? प्रिय थियोफिलुस, यसुले गर्नु र सिकाउन थाल्नु भएको सबै कुराको विषयमा मेरो पहिलो पुस्तकमा मैले लेखेको छु। सो बुझ्नुभयो? सो सुरुमा पहिलो भाग 2 भागमा लेखिएको छ। एक भाग चाहिँ लुका हो, अनि दोस्रो भाग चाहिँ प्रेरितको पुस्तक हो। अनि यसलाई लेख्ने मैले जसरी भने लुका स्वयं हुन्। अनि लुका चाहिँ एउटा डाक्टर थिए, अनि उनी चाहिँ पाउलको साथमा सुसमाचारीय कार्यमा हिँडेका थिए, अनि जसको बारेमा हामीले प्रेरितको पुस्तकमा स्वयं उनीले लेख्छन्। अनि त्यसपछि हामी कलसीमा पनि हेर्छौँ। कलसी 4:14 हामीले जब कलसीको अध्ययन गरेका थियौँ, त्यहाँ हामीले त्यहाँ लुकाको बारेमा पाएका थियौँ। अनि फिलेमोनको पुस्तकमा पनि हामीले एकै अध्याय छ, त्यसमा 24 पदमा हामीले देखेका थियौँ। ध्यानले मतिर सुन्नु होला। अनि दोस्रो तिमोथी 4:11 पनि हामीले पाउँदछौँ। अनि प्रेरितको पुस्तक 16 अध्याय 10देखि 17 अनि 20 अध्याय अगाडि हामीले लुकाले आफ्नो वर्णन, आफ्नो बारेमा बहुवचनको साथमा सम्बोधित गर्दछन्। अनि आरम्भिक मण्डलीले जब यो पाए सुसमाचारको पत्र, उनीहरूले थाहा पाए यो त लुकाले लेखेको, उनीहरूको साथमा लुका थिए। अनि लुका विभिन्न ठाउँमा पाउलको साथमा सुसमाचारीय कार्यको लागि गए। अनि कसलाई लेखिएको? अनि हामीले खास गरी पढ्दाखेरि हामीले पाउँछौँ एउटा व्यक्तिको बारेमा, जसरी अघि नै मैले तपाईँको लागि पढिदिएँ। 1 अध्यायको 3 पदमा लेखेको छ माननीय थियोफिलुस। माननीय थियोफिलुस भनेर यहाँ लेखेको छ, माननीय थियोफिलुसलाई लेखे। अनि यसको अर्थ थियोफिलुस, थियोस यो ग्रिक शब्ददेखि आएको। थियोस माने परमेश्वर, गड। अनि थियोफिलुस पछिको जो शब्दको अन्त छ त्यसको अर्थ हो प्रेम गर्ने। सो परमेश्वरको प्रिय, परमेश्वरसँग प्रेम गर्ने व्यक्तिको बारेमा। सो एउटा व्यक्ति जो परमेश्वरसँग प्रेम गर्छ। सो कतिजनाको यो भनाइ छ कि एउटा वास्तविक व्यक्ति जसको नाम थियोफिलुस थियो। अर्को विचार छ कि विश्वासीहरूलाई लेखिएको, जो एउटा समूहको रूपमा सम्बोधित गरेको। सो दुईटैमा एउटा विचार तपाईँले बुझ्न सक्नुहुन्छ। अनि जब उनीहरूले लेख्दैछन्, अनि यो कुन परिस्थिति छ त्यो बेलामा, जसरी हामीलाई थाहा छ भारत देश पहिला मुगलको गुलाममा थिए। मुगल पछि कसको गुलाममा थिए? ब्रिटिसहरूले राज गरे। अनि थुप्रोले यस देशमा अनि थुप्रो देशमा राज गरे। अनि त्यस्तै जब रोमी राजले राज शासन चलाइरहेको थिए, त्यो बेलामा यो लेखिएको हो। अनि त्यो समयमा उनीहरू धेरै समस्यामा थिए। गुलामीमा रहन सजिलो राम्रो कुरा होइन। अनि त्यसको मध्येमा उनीले यो लेख्दैछन्। अनि उनीहरूले, किनभने इस्राएलीहरूले प्रतिज्ञाको प्रतीक्षा गर्दैछन् कि एउटा मसीहा ख्रिस्ट आउनुहुनेछ, जसले हामीलाई छुटकारा गर्नुहुनेछ। अनि हामीले हेर्छौँ कि पुरानो नियममा एउटा प्रभुको शिक्षकले, प्रभुको दासले, एक शिक्षकले यस्तो लेख्नु भएको छ। पुरानो नियमको बारेमा दुईटा वाक्यको द्वारा सारांशित गर्नुभएको छ। पुरानो नियमको बारेमा उहाँले भन्नुभयो परमेश्वरले प्रतिज्ञा गर्नुभयो, अनि नयाँ नियमको बारेमा उहाँले भन्नुहुन्छ कि परमेश्वरले प्रतिज्ञा पुरा गर्नुभयो। प्रमिस मेड एन्ड प्रमिस केप्ट। सो हामीले यो खण्डमा हेर्छौँ परमेश्वरले कसरी आफ्नो प्रतिज्ञा जो गर्नुभएको थियो पुरा गर्नुभयो।
जसको बारेमा एक शब्दमा भन्नु पर्यो भने यस प्रकार भन्न सकिन्छ, विश्वासयोग्य परमेश्वर आफ्नो मानिसको छुटकाराको लागि जो अनन्तकालदेखि योजना बनाउनु भएको थियो त्यसलाई पुरा गर्नुहुन्छ। सो विश्वासयोग्य परमेश्वर, तपाईँ र म जस्तो होइन, हामी मानिस जस्तो होइन। आज हामीले केही भन्छौँ अनि साँझसम्म त्यो कुरा रहँदैन। परमेश्वर झुटो होइन, परमेश्वर अन्य संसारको जस्तो व्यक्ति होइन। अनि हामी सानो सानो कुरामा झुट बोल्ने जस्तो परमेश्वर होइन। परमेश्वर साँचो हुनुहुन्छ, परमेश्वर विश्वासयोग्य हुनुहुन्छ, परमेश्वर धर्मी हुनुहुन्छ। अनि यो खण्डमा खास गरी जब यो लुकाको सुसमाचारको आरम्भ हुँदैछ, तपाईँलाई याद छ होला, कतिजना, मलाई याद छैन कि कतिजना हुनुहुन्थ्यो, जब हामीले मर्कुसको सुसमाचारको अध्ययन गर्दै थियौँ। अनि त्यो बेलामा हामी त्यो अलि संक्षेपमा लेखिएको, अनि यो चाहिँ अलि विस्तारमा लेखिएको छ। अनि अब यो यसमा पनि हामीले हेर्नेछौँ। सुरुवातमा लुकाले लेख्दैछ अनि यसमा 1 र 2 अध्यायमा हामीले हेर्छौँ, नथिङ इज इम्पोसिबल फर गड, ही इज फेथफुल टु किप हिज कभनेन्ट वाट ही मेड विथ एब्राहम, एडम एन्ड मोजेस एन्ड विथ हिज पिपल इजरायल। अनि परमेश्वरले जो योजना, जो प्रतिज्ञा, वाचा परमेश्वरले आफ्नो जनहरूको साथमा गर्नुभयो त्यसलाई पुरा गर्नको लागि विश्वासयोग्य हुनुहुन्छ। मलाई थाहा छैन कतिजनाले बुझ्दै हुनुहुन्छ यो कुरा। यदि ध्यानले हेर्नुभयो आफ्नो बाइबलमा अनि ध्यानले सुन्नुभयो भने अवश्य नै केही नै कुरा त अवश्य बुझ्नुहुनेछ। अनि अब यस खण्डको अध्ययनमा अगाडि हामी हेर्नेछौँ। यदि सारांशमा हेऱ्यौँ भने 1 देखि 4 मा खास गरी जसलाई लेखिएको छ त्यसलाई सम्बोधित गरिएको छ। 5 पददेखि लिएर तपाईँले आफ्नो बाइबलमा यदि लेख्न चाहनुहुन्छ भने लेख्न सक्नुहुन्छ, अनि नोटबुकमा लेख्न चाहनुहुन्छ भने त्यो पनि राम्रो हो। 5 देखि 7 मा हामीले त्यहाँ जकरिया र एलिसेबाको बारेमा, उनको परिवारको बारेमा, उनको जीवनको बारेमा हामीले पाउँदछौँ। अनि 8 देखि लिएर 17 पदमा हामीले त्यहाँ एउटा स्वर्गदूतको बारेमा वर्णन पाउँदछौँ। एउटा स्वर्गदूत जो जकरिया हुने आउँदछ अनि एउटा खुसीको खबर लिएर आउँदछ। अहिले तिनीहरूको परिस्थिति एकदमै नराम्रो छ, त्यसको मध्यमा एउटा खुसीको खबर लिएर आउँदछ। खुसीको खबर के तपाईँलाई मनपर्छ? दुःखीको खबर सुन्न मनपर्छ कि खुसीको खबर? कसैले भने एउटा नराम्रो खबर छ, एउटा राम्रो खबर छ, कुन कुरा सुन्न मनपर्छ? नराम्रो नसुनाउनुहोस्, राम्रो सुनाउनुहोस्। अनि त्यस्तै यहाँ भइरहेको छ। यहाँ के भइरहेको छ? एउटा खुसीको, आनन्दको खबर लिएर स्वर्गदूतले आएको छ। अनि यो 8 देखि 17 मा हामीले हेर्छौँ। 18 देखि 20 मा हामीले हेर्छौँ, त्यो जो खबरको बारेमा विश्वास गर्न जकरियालाई गाह्रो पर्छ। तपाईँले अहिले सुन्नुभयो, अघि नै प्रकाश ब्रदरले पढ्नुभयो, तपाईँले ध्यानले सुन्नुभएको भए तपाईँले बुझ्नुहुन्छ कहानीमा हामीले के हेरेका थियौँ। 18 देखि 20 मा जकरियालाई गाह्रो पर्छ कि जो भन्दैछ त्यो खुसीको खबर त हो, त्यो विश्वास गर्नमा गाह्रो छ। अनि 21 देखि 23 मा हामीले हेर्छौँ, परमेश्वर जो सार्वभौमिक हुनुहुन्छ उहाँले कार्य गर्नुहुन्छ, उहाँले प्रमाण देखाउनुहुन्छ कि उहाँले जो भन्नुहुन्छ त्यो कार्य गर्नुहुन्छ। अनि 24 र 25 पदमा अनि त्यो खुसीको खबरको त्यो झलक, सुरुवात हामीले त्यहाँ देख्दछौँ अनि त्यसको पूर्तिकरण अगाडि गएर हेर्दछौँ। सो एउटा मुख्य कुरा जो हामीले हेर्न सक्छौँ, परमेश्वर विश्वासयोग्य हुनुहुन्छ अनि उहाँले जो प्रतिज्ञा गर्नुभएको छ त्यसलाई पुरा गर्नुहुन्छ। परमेश्वर विश्वासयोग्य हुनुहुन्छ। हामीलाई को व्यक्तिको सुन्न राम्रो लाग्छ, मनपर्छ? जसको कुरामा के भरोसा गर्न सकिन्छ या जसको कुरामा भरोसा गर्न सकिँदैन? झुटो व्यक्तिमाथि भरोसा गर्न हामीलाई मनपर्छ? पर्दैन। तर जो साँचो र विश्वासयोग्य, जसले साँचो कुरा गर्छ, जसले भन्छ त्यो पुरा गर्छ। अनि परमेश्वरले के भन्नुभएको त्यो उत्पत्ति जब 1 अध्यायमा हामी हेर्छौँ, 2 अध्यायमा हेर्छौँ। 1 अध्यायमा परमेश्वरले सम्पूर्ण सृष्टि गर्नुभयो, 2 अध्यायमा हामीले हेर्छौँ परमेश्वरले जो आदम र हावालाई केही कार्य दिनुभयो अनि कि परमेश्वरले भन्नुभएको थियो जो रुखको फल नखानु भनेर, अनि तिनीहरूले के गरे, जो रुखको फल नखानु भन्नुभएको थियो त्यही आदम र हावाले फल खाए।
शैतानको कुरा सुनेर 3 अध्यायमा उनीहरूले परमेश्वरको कुरामा विश्वास गरेनन् र शैतानको कुरामा विश्वास गरे र उनीहरूले त्यो आज्ञा उल्लङ्घन गरेर पाप गरे। अनि पापले हामीलाई थाहा छ, बाइबलले भन्छ, जब सम्पूर्ण बाइबल पढ्नुहुन्छ त्यसको मेन तपाईँले सन्देश हेर्नुहुन्छ, परमेश्वर धर्मी हुनुहुन्छ र पापदेखि घृणा गर्नुहुन्छ। अनि जसले पाप गर्छ पापको ज्याला मृत्यु हो। अनि यहाँ मलाई थाहा छैन, कोही हुनुहुन्छ कि मलाई थाहा छैन, अनि बाइबलको अनुसार कोही पनि छैन जो पापी होइन, सबै पापी हो अनि सबै दण्डको योग्य। अनि परमेश्वरले आदम र हावालाई एउटा झलक देखाउनु भयो कि उहाँले आफ्नो व्यक्तिहरूलाई बचाउनु हुनेछ। जसले पनि पाप गरेको छ, यदि त्यो परमेश्वरको अगाडि परमेश्वर उनी आयो भने परमेश्वरले उनीहरूलाई बचाउनु हुनेछ। अनि त्यो बचाउने कार्य कसको द्वारा गर्नुहुनेछ? उत्पत्ति 3:15 जसको बारेमा वर्णन पाउँछौँ। एउटा स्त्रीको वंशदेखि आउनेछ, एकजना आउनेछ, एक व्यक्ति आउनेछ जसको द्वारा यो शैतानलाई नाश गर्नुहुनेछ अनि आफ्नो जनको छुटकारा गर्नुहुनेछ। अनि त्यसको बारेमा इस्राएलीहरूले प्रतीक्षा गर्दै थिए, इन्तजार गर्दै थिए, हेर्दै थिए कहिले यो पुरा हुनेछ। यो त्यो व्यक्ति जो शान्ति स्थापित गर्ने, जो शैतानलाई, जो शत्रुलाई, जो हाम्रो विरोधीलाई नाश गर्ने व्यक्ति कहिले आउनेछ। जब सेत जन्मे मानिसहरूले सोचे यसले पो हामीलाई शान्ति दिन्छ कि। जब नुह जन्मे तिनीहरूले सोचे कि नुहले शान्ति दिन्छ कि। जब विभिन्न जना आए मान्छेहरूले सोचे तिनीहरूले शान्ति दिन्छ कि। जब दाउद आयो मान्छेले सोचे यही राजा हो कि जसको द्वारा हामीलाई परमेश्वरले शान्ति दिनुहुनेछ। तर सबै असफल भए। मुसाले पनि शान्ति दिन सकेन, यहोशूले पनि शान्ति दिन सकेन, मुसाले, यहोशूले, दाउदले कसैले पनि शान्ति दिन सकेन, किनभने परमेश्वरले नियुक्त गरेको व्यक्ति उहाँको पुत्र यीशु ख्रीष्ट हुनुहुन्थ्यो, जसको बारेमा परमेश्वर लुकाको पुस्तकमा यो प्रकट गर्नुहुन्छ। त्यो प्रतीक्षा गरेको, जसको बारेमा इन्तजार गरेको त्यो ख्रीष्टको हुनुहुन्छ, शान्ति दिने। सबैलाई शान्ति मनपर्छ है, तपाईँलाई थाहा छ। आजभोलि हाम्रो देशमा अनि मान्छेहरू शान्तिको लागि कहाँ कहाँ डुब्की लगाइरहेका छन्, कहाँ कहाँ तीर्थयात्रा गरिरहेका छन्, कुन आफ्नो तरिकाहरू अपनाइरहेका छन्, के मन्त्र पढिरहेका छन्, कुन पहाडमा चढेको छैन। मेरो साथी, मैले चिनेको 1-2 जनालाई मैले चिन्छु जो ट्राभलरको काम गर्नुहुन्छ। अनि उहाँले के गर्नुहुन्छ, उहाँ आफैले के काम गर्नुहुन्छ, उहाँको बिजनेस के हो। एउटा समय आउँछ जब एउटा पहाडमा जो नेपाल र चाइनाको बिचमा छ, त्यो पहाडमा लगेर त्यहाँ दर्शन गराउने। के को लागि? शान्तिको लागि। मान्छेहरूले शान्ति खोजिरहेका छन्, शान्ति पाउँदैन मान्छेले। परमेश्वरले मात्र शान्ति दिनुहुन्छ, मान्छेले आफ्नो प्रयासले पाउन सक्दैन। अनि त्यही शान्ति प्रदान गर्नको लागि अहिले तपाईँ आफ्नो घरमा जानुहोस्, आफ्नो काममा जानुहोस्, अशान्ति नै अशान्ति छ। बच्चाहरूले आफ्नो भनाइ मान्दैन, तपाईँको भनाइ मान्दैन, तपाईँको कार्यमा सही तरिकाले केही पनि चलिरहेको छैन, घरमा श्रीमती र हस्बेन्ड वाइफको बिचमा कन्फ्लिक्ट चलिरहेको हुन्छ, समाजमा समस्या चलिरहेको हुन्छ, तपाईँको बच्चा अनाज्ञाकारी छ, समस्या नै समस्याले भरिएको छ। शान्ति कसरी पाउने? त्यो शान्ति दाता परमेश्वरले दिनुहुन्छ, जसको प्रतिज्ञा गर्नुभएको छ। अशान्ति किन छ त? तपाईँले कहिले सोच्नुभयो? यदि सोच्नुभयो भने पाउनुहुन्छ, अशान्ति पापको कारणले छ। परमेश्वरले पापदेखि घृणा गर्नुहुन्छ अनि परमेश्वरले चाहनुहुन्छ कि मानिसहरूले पापको जीवन त्यागेर परमेश्वरको नजिक आउन्। अनि त्यही शान्तिदातालाई पठाउनको बारेमा, त्यसको बारेमा हामीले हेर्दछौँ। हेर्नुहोस् 1-4 पदमा, 1 पदमा हामीले पायौँ, क्या लेखेको छ, हाम्रा माझमा घटे र पुरा भएको घटनाको विवरण सङ्ग्रह गर्ने काम धेरैजनाले आफ्नो हातमा लिएका छन्। जसको कुन घटनाको बारेमा? येशू ख्रीष्ट शान्तिदाता, मुक्तिदाता, उद्धारकर्ताको बारेमा लेख्नेको कार्य धेरैजनाले लिएका छन्। जसको बारेमा मत्तीले लेख्छन्, जसको बारेमा मर्कुसले लेख्छन्, जसको बारेमा यूहन्नाले लेख्छन्, जसको बारेमा पत्रसले आफ्नो पत्रमा लेख्छन्, जसको बारेमा पावलले आफ्नो पत्रमा लेख्छन्, जसको बारेमा विभिन्न जनाले लेख्छन्। अनि त्यो कार्य विभिन्न जनाले लेखिरहेका छन्, किनभने यो शान्तिको समाचार हो, जो आनन्दको समाचार हो। मान्छेले त्यो धनले पाउन सक्दैन, आफ्नो कार्यले पाउन सक्दैन, तर परमेश्वरले आफ्नो पुत्रको द्वारा त्यो प्रकट गर्नुभएको छ, जसको बारेमा मान्छे लेख्न चाहन्छन्।
जब तपाईँ याद छ होला, विभिन्न जब घटनाहरू घटेको हुन्छ संसारमा, अनि कतिजनाले खबर लेख्छ त्यसको बारेमा, हजारौँ जनाले, किनभने त्यो महत्त्वपूर्ण छ। अनि यहाँ पनि हामीले के पाउँछौँ, विभिन्न जनाले येशूको जन्मको बारेमा, किनभने जसको बारेमा परमेश्वरले प्रतिज्ञा गर्नुभएको थियो त्यो पुरा गर्नुभएको छ। 2 पदमा हामीले के हेर्छौँ, अनि लुकाले पनि यो लेख्ने को कार्य पवित्र आत्माको प्रेरणाको द्वारा उसले लेख्ने कार्य गर्छन्। 2 पदमा हेर्नुहोस्, तिनीहरू जो सुरुदेखि नै वचनको प्रत्यक्ष गवाह थिए, अर्थात् चेलाहरू, उनको येशूको साथमा भएका र सेवकहरू थिए, तिनीहरूले यी कुरा हामीलाई सोपिदिए। सो लुकाले कोदेखि पायो? चेलाहरूको द्वारा। अनि सबभन्दा पहिला लेखिएको सुसमाचारको बारेमा हामीले पाउँछौँ कि मर्कुस सबभन्दा पहिला लेखिएको, अनि हुनसक्छ लुकाले मर्कुसको सुसमाचारदेखि पनि जानकारी पायो होला, अनि साथमा चेलाहरूको साथमा पनि उसले समय व्यतीत गरेको थियो। अनि लुका गएर उनीहरूको साथमा बातचित गरेर त्यो खबरको बारेमा जाने, येशूको जन्मको बारेमा, येशूले गरेको कार्यको बारेमा, येशूले गरेको उद्धारको कार्यमा मलाई भन्नुहोस्, के थियो त्यो कुरा, मलाई सबै कुरा भन्नुहोस्, म त्यसको बारेमा लेख्न चाहन्छु, किनभने यो उद्धारको सन्देश सबैले सुन्नुपर्छ, यो उद्धारको सन्देश सबैले जान्नुपर्छ। बिना यो उद्धारको सन्देशको कोही पनि परमेश्वर कहाँ जान सक्दैन, त्यसको बिना कसैले पनि उद्धार प्राप्त गर्न सक्दैन। अनि 3 पदमा लुकाले जसलाई लेख्दैछन् भन्दैछन्, के भन्दैछन्, माननीय थियोफिलुस, सम्माननीय थियोफिलुस, मैले आरम्भदेखि नै सावधानी साथ सबै कुराको खोजी गरेछु र तपाईँको निम्ति क्रम अनुसार एउटा विवरण लेख्न मलाई असल लाग्यो, मलाई खुसी लाग्यो, मलाई आनन्द लाग्यो। हे अति माननीय थियोफिलुस, ओ मोस्ट एक्सिलेन्ट थियोफिलुस, ओ लभर अफ गड थियोफिलुस, मलाई यो लेख्नको लागि अति आनन्द लागेको छ, यदि अति असल लागेको छ, अति खुसी लागेको छ। परमेश्वरको प्रेमको बारेमा वर्णन गर्नको लागि मलाई अति आनन्द र सौभाग्य महसुस भएको छ। थियोफिलुस यस्तो लाग्छ कि वास्तविक जन हो, यस्तो लाग्दछ। 3 पदको दोस्रो हिस्सामा के लेख्दछ लुकाले, तपाईँको निम्ति क्रम अनुसार एउटा विवरण लेख्नको लागि, यो सुसमाचार सम्पूर्ण विवरण जो येशूको बारेमा घटना घट्यो त्यसको बारेमा लेख्नको लागि मलाई खुसी लाग्यो, असल लाग्यो, आनन्द लाग्यो कि यो तपाईँले पनि जान्नुहोस्। लुकाको बारेमा हामीले के हेर्दछौँ, लुका लेख्नको लागि एकदमै आनन्दित छ, रमाइरहेको छ, खुसीको साथमा उद्धारको वर्णन लेखिरहेको छ। उसको खुसीको कोही ठिकाना छैन। मलाई थाहा छैन तपाईँले जब यो खुसीको खबर पढ्दै हुनुहुन्छ कति आनन्दित हुनुहुन्छ, किनभने यो शान्ति र उद्धार र आनन्द र अनन्त जीवनको बारेमा हो, जो तपाईँले पाउनु हुँदैन अरू कुनै कुरामा, जो संसारले तपाईँलाई दिन सक्दैन, जो तपाईँको सरकारले दिन सक्दैन, जो तपाईँको देशले दिन सक्दैन। यो पुरा कुनै पनि देशले, चाहे अमेरिका होस्, चाहे इजरायल होस्, चाहे ब्रिटेन होस्, चाहे फ्रान्स होस्, चाहे जापान होस्, चाहे चाइना होस्, चाहे रसिया होस्, चाहे नेपाल होस्, कुनै पनि देशले तपाईँलाई यो दिन सक्दैन, जसको बारेमा यहाँ वर्णन गरेको छ। 4 पदमा के भन्दछ उसले, ताकि तपाईँलाई बताइएको विषयका सत्यता तपाईँलाई थाहा होस्, जानकारी होस्, सत्यको बारेमा तपाईँलाई जानकारी होस्। जब तिमीले सत्यलाई जान्नेछौ, सत्यले तिमीलाई आजाद गर्नेछ, फ्री गर्नेछ, स्वतन्त्र गर्नेछ। When you know the truth, and truth will set you free. अनि सत्यको येशू ख्रीष्ट सत्य हुनुहुन्छ। अनि सत्य के हो? परमेश्वर हामीसँग प्रेम गर्नुहुन्छ। प्रिय, परमेश्वरले हामीसँग अत्यन्त प्रेम गर्नुहुन्छ अनि उहाँसँग हाम्रो उद्धारको लागि योजना छ, उद्धारको योजना। तपाईँ जुन परिस्थितिमा हुनुहुन्छ त्योदेखि के छुटकारा पाउन चाहनुहुन्छ? मैले शारीरिक कुराको कुरा गरेको होइन। तपाईँ शारीरिक, बाइबलले भन्छ शारीरिक व्यक्ति केवल शरीरको बारेमा सोच्छ, तर आत्मिक व्यक्ति, अनन्त
कालको आत्मिक कुराहरूको बारेमा विचार गर्दछ। परमेश्वरले प्रेम गर्नुहुन्छ। कोही तपाईँको समाजमा भएको कोही सानो व्यक्तिले प्रेम गरेको कुरा होइन, तर संसारको सृष्टिकर्ता मालिक राजाले प्रेम गर्नुहुन्छ। उहाँले तपाईँ र मेरो लागि योजना बनाउनु भयो उद्धारको, किनभने हामी पापदेखि छुटकाराको अयोग्य थियौँ, हामीले गर्न सक्दैन थियौँ। मान्छेहरू कति ठाउँमा तीर्थमा जान्छन्, कतिजना कति दोकानदारसँग मैले कुरा गर्छु, कता गयो आज भोलि देखिँदैन, ऊ त तीर्थ गएको छ। के मैले त्यसो के यस्तो परमेश्वरलाई खोज्नु पर्छ? के परमेश्वर हराएको छ जो खोज्नेको आवश्यकता छ? परमेश्वर सबै ठाउँमा उपस्थित हुनुहुन्छ प्रिय। परमेश्वरले हाम्रो चाह गर्नुहुन्छ, हामीसँग प्रेम गर्नुहुन्छ। उहाँलाई खोज्ने आवश्यकताको लागि कुनै विशेष ठाउँको आवश्यकता छैन। मलाकी 3:1 हामीले हेर्दछौँ, जो प्रतिज्ञा परमेश्वरले गर्नुभएको थियो, जसको बारेमा हामीले मलाकी 3:1 लेखेको छ, हेर म आफ्नो समाचारवाहकलाई पठाउनेछु र तिनले मेरो अघि अघि बाटो तयार गर्नेछन्। तब एक्कासी प्रभु जसलाई तिमीले खोज्छौ आउनुहुनेछ। जसको बारेमा प्रतिज्ञा गरिएको थियो त्यो आउनेको बारे सम्बन्ध पहिला केही घटनाहरू घट्नेछ नियुक्त समयमा। मलाकी 4:5 र 6 तपाईँले पाउनुहुनेछ, एक व्यक्ति जो एलियाको जस्तो कार्य गर्ने आत्मामा आउनेछ, सन्देशवाहक। त्यो राजा आउनुभन्दा पहिला, जो छुटकारा दिने व्यक्ति आउनुभन्दा पहिला एक व्यक्ति आउनुहुनेछ। त्यसको बारेमा हामीले यहाँ पाउँछौँ। यहाँ कसरी आरम्भ गर्दैछ लुकाले? राजा आउँदै हुनुहुन्छ, राम्रो दिन आउँदैछ, उत्तम दिन आउँदैछ, उद्धारको दिन आउँदैछ, आनन्दित हो। हेर्नुहोस् 5देखि 7सम्म हामीले हेर्दछौँ जकरिया र एलिसिबाको वर्णन पाउँदछौँ। किन यहाँ वर्णन गरिएको छ हेर्नुहोस्, परमेश्वरको योजनामा के छ जो खण्ड मैले मलाकीमा पढेँ त्यसैदेखि सम्बन्धित छ। यहुदियाका राजा को थियो गरे? यहुदियाका राजा हेरोदेसको पालोमा राजा यहुदियामा कसले राज गर्दै थियो? हेरोदे राजाले राज गर्दै थियो। अनि अबियाको दलका त्यो बेलामा जकरिया नाउँका एकजना पुजारी थिए। तिनकी पत्नी हारुन वंशकी थिए। एउटा कुरा डिटेलमा दिएको थियो, को कहाँको थियो, कसले राज गर्दै थियो, किनभने यो मनगढन्त कुरा होइन, यो वास्तविक कुरा हो। अनि तिनको नाम एलिसिबा थियो। यदि तपाईँले इतिहास खोज्नुभयो भने मतिर हेर्नु होला, बच्चाहरूलाई खेल्न दिनुहोस्। यदि तपाईँले वास्तविक घटनाको बारेमा विचार गर्नुभयो भने, अनि तपाईँले इतिहास पल्टेर हेर्नुभयो भने, हेरोद नामको एउटा व्यक्ति थियो, त्यो बेलामा राज गर्दै थियो। अनि जकरिया नामका व्यक्ति थिए जो पुजारी थिए, अनि एलिसिबा उनकी पत्नी थिइन्। यो कुनै व्यक्तिले बनाएको कहानी होइन, घटना होइन। अनि यो लेखकले भन्दैछ यो घटना कहिले घट्यो? जब राजा हेरोद थिए, यहुदियामा राज गर्दैनन्। 6 पदमा हेर्नुहोस्, ती दुवै कसको बारेमा? पुजारी जकरिया पुजारी जो थिए अनि उनकी पत्नी, ती दुवै परमेश्वरका सामु धर्मी थिए र परमप्रभुका सबै आज्ञा र धार्मिक विधानहरूमा निर्दोष भई हिँड्थे। के छ उनको बारेमा गवाही? कस्तो थिए गरे तिनीहरू? परमेश्वरसँग प्रेम गर्ने, परमेश्वरमा भरोसा गर्ने, ईश्वर भक्त, धर्मी व्यक्ति, संसारको अनुसार जीवन जिएका थिएनन्। संसारले जस्तो भन्छ त्यसको पछाडि हिँड्ने व्यक्ति थिएनन्, तर परमेश्वरसँग प्रेम गर्ने आज्ञाकारी व्यक्ति थिए। अनि समय कस्तो चल्दै थियो? एकदमै विकट समय चल्दै थियो। 7 पदमा हेर्नुहोस्, तर तिनको बारेमा के पाउँदछौँ हेर्नुहोस् 7 पदमा। तर तिनीहरूको कोही सन्तान थिएन। तिनीहरूको परिवारमा के थिएन गरे? कोही पनि सन्तान थिएन, किनभने एलिसिबा बाँझी थिइन्। उनलाई बच्चा पाउने, सन्तान पाउने कुनै आशा नै थिएन, किनभने उनी बाँझी थिइन्। उनी त पवित्र जीवन जिरहेका थिए, तर उनको परिवारमा कोही पनि सन्तान थिएन।
एलिसिबाको लागि यो सजिलो जीवन थिएन, तर पनि उनीहरूले हताश भएका छैनन्, निराश भएका छैनन्, भनेका छैनन् प्रभु जबसम्म तपाईँले मलाई बच्चा दिनु हुँदैन तबसम्म म तपाईँको पछाडि हिँड्दैन, यस्तो होइन। तर उनीहरू फेरि पनि प्रभुमा भरोसा गरेर परमेश्वर प्रेमी हुनुहुन्छ, उहाँ हाम्रो उद्धारकर्ता हुनुहुन्छ भनेर उसले भरोसा गरेका थिए। उनीहरूले पवित्र जीवन जिएका थिए। जकरिया र एलिसिबाको बारेमा, जीवनको बारेमा गवाही यस्तो पाउँदछ। मलाई थाहा छैन, जब तपाईँको जीवनमा विभिन्न कठिन परिस्थिति आउँदछ, जब समस्या आउँदछ, जब कुरा एकदमै विपरीत हुन्छ, तब तपाईँ कस्तो जीवन जिउनुहुन्छ? तपाईँ के परमेश्वरमा भरोसा राखेर पवित्र जीवन जिउनुहुन्छ या परमेश्वरमाथि कुडकुडाउनुहुन्छ, बडबडाउनुहुन्छ, ब्लेम गर्नुहुन्छ र परमेश्वरलाई भन्नुहुन्छ ए परमेश्वर मेरो जीवन त व्यर्थ छ, तपाईँले मसँग प्रेम गर्नुहुन्न? तर एलिसिबा र जकरियाको जीवन यस्तो छैन। यद्यपि तिनीहरूसँग बच्चा छैन, तर पनि उनीहरू कस्तो जीवन जिउँदैछन्? पवित्र जीवन जिउँदैछन्। कस्तो जीवन जिउँदैछन्? परमेश्वरमा भरोसा गर्ने जीवन। संसारमा भरोसा होइन, संसारको कुरामा होइन, तर परमेश्वरमा भरोसा गर्दछन्। किनभने उनीहरूको भरोसा के छ? उद्धार परमेश्वरले दिनुहुन्छ। हेर्नुहोस् अगाडि यो चाहिँ जकरिया र एलिसिबाको बारेमा छ। तर 8 पदमा हेर्नुहोस्, जब जकरियाले जो काम गर्दैछन्, जब जकरिया परमेश्वरको सामु आफ्ना दलका पालोमा पुजारीका काम गरिरहेका थिए, तब पुजारीको सेवाको रीतिको अनुसार चिट्टा हाल्दा परमप्रभुको मन्दिरभित्र पसेर धूप बाल्ने काम जकरियालाई पर्यो। सो त्यो बेलामा पुजारीहरू धेरै थिए, सबैलाई त्यो मन्दिरमा सेवा गर्ने अवसर मौका पाउँदैन थियो। अनि अब अहिले कसलाई मौका मिल्यो? धेरै समयपछि चिट्टा हालेपछि कसको मौका आयो? जकरियाको मौका आयो। एकदमै ठुलो कुरा हो उसको लागि, ठुलो मौका हो कि प्रभुको उसले सेवा गर्न पाओस् मन्दिरमा, त्यहाँ उसले आराधना गर्न पाओस्। अनि उसले प्रार्थना गर्दै थियो, उसले धूप जलाउने काम मौका पाएको थियो। अनि हेर्नु 10 पदमा, धूप बाल्ने बेलामा मानिसहरूको सारा भिड बाहिर प्रार्थना गरिरहेको थियो। सो के गर्दैछ? भित्र जकरियाले के गर्दैछ? आफ्नो काम गर्दैछन्, आफ्नो जिम्मेवारी गर्दैछन्। बाहिर मानिसहरूले, भिडले के गर्दैछन्? प्रार्थना गर्दैछन्। त्यो बेलामा के हुन्थ्यो? जब बाहिर बसेको, जब तपाईँले इतिहास पढ्नुहुन्छ, बाहिर मानिसहरूले प्रार्थना गर्थे कि उसको प्रार्थना सुन्योस् अनि यसको जीवन पवित्रताको जीवन हुन सकोस्, परमेश्वरलाई महिमा मिलेकोस्, कुनै पाप उसको भित्र नपाइएकोस्। यदि ऊ व्यक्ति पापी हुन्थ्यो अनि परमेश्वरको अगाडि गएको भए के हुन्थ्यो? त्यहीँ नै मृत्यु हुन्थ्यो। अनि कति याजक र पुजारीहरूको खुट्टामा या कम्मरमा रस्सी बाँधिएको हुन्थ्यो। अनि यदि कोही व्यक्ति पापी छ अनि त्यो मन्दिरभित्र प्रवेश गर्यो भने त्यही नै त्यसको मृत्यु हुन्थ्यो। अनि कोही भित्र जान सक्दैन थियो, त्यसकारण त्यो रस्सीले तानेर बाहिर निकाल्थ्यो त्यो व्यक्तिलाई। परमेश्वरको अगाडि जानु प्रिय, परमेश्वरलाई हल्का लिनु हुँदैन। परमेश्वर अति पवित्र हुनुहुन्छ। परमेश्वरको अगाडि जस्तो चाहे त्यस्तै हल्कामा लिएर जीवन जिउन सकिँदैन। परमेश्वर गम्भीर परमेश्वर हुनुहुन्छ, पवित्र परमेश्वर हुनुहुन्छ, पापदेखि घृणा गर्नुहुन्छ, प्रेमी अवश्य हुनुहुन्छ, तर उहाँ धर्मी पनि हुनुहुन्छ। अनि यस्तो अवस्थामा ऊ जकरिया भित्र जान्छ मन्दिरमा, अनि त्यसले आफ्नो काम गर्दैछ, तर उसको लागि भित्र बाहिर कसले प्रार्थना गर्दैछ? भिडले प्रार्थना गर्दैछ। अनि आफ्नो लागि, अनि इस्राएलको लागि प्रार्थना गर्दैछन्। जब प्रार्थना गर्दैछन् तब हेर्नुहोस् के भयो। 11 पद, परमप्रभुका एकजना स्वर्गदूत धूप वेदीको दाहिनेपट्टि उभिएका देखा परे। अब त्यहाँ जकरिया त्यहाँ सेवा गर्दैछन्। को देखा परे त्यहाँ? स्वर्गदूत, परमेश्वरको दूत। धेरै समयदेखि परमेश्वरले आफ्नो जनहरूसँग कुरा गर्नुभएको छैन। किनभने उनीहरू के गर्दैछन्? उनीहरू धेरै जस्तो आफ्नो आफ्नो बाटोमा लागेका छन्, परमेश्वरदेखि टाढा छन्, परमेश्वरलाई छोडेर संसारतिर लागेका छन्। परमेश्वरले आफ्नो जनलाई त्याग्नु हुँदैन, तर परमेश्वरले चाहनुहुन्छ कि सबै फर्केर आउन् अनि पश्चातापको जीवन जिउन्। अनि यहाँ के हेर्छन् 11 पदमा,
स्वर्गदूत आएका छन्, देखा परे उनले, दर्शन पाए। जकरियाले स्वर्गदूतको दर्शन पाए। अनि 12 पदमा हेर्नुहोस्, जकरिया तिनलाई देखेर आतिएर भयभीत भए। जकरिया के भए? भयभीत भए, डराए। ओहो, यो कस्तो घटना हो। उनी डरले भयभीत छन्, हडबडाएका छन्, भयले जकडेको छ, चकित छन्। परमेश्वरले आफ्नो दूतलाई उनी पठाउनु भएको छ। अनि 13 पद, जब उनी डराइरहेका छन्, डरको अवस्थामा छन्, उनले आफ्नो अवस्थाको बारेमा थाहा छ। 13 पदमा स्वर्गदूतले उनलाई दण्डको सन्देश लिएर आएको छैनन्। के सन्देश लिएर आएको छन् हेर्नुहोस् 13 पदमा। तर दूतले तिनलाई भने, नडराऊ जकरिया, नडराऊ। डराउनेको कोही आवश्यकता छैन, भयभीत हुने कुनै आवश्यकता छैन, हडबडाउने कुनै आवश्यकता छैन। नडराऊ, नडराऊ, नडराऊ। किनभने अगाडि हेर्नुहोस्, यो पदमा 13 पदमा अगाडि हेर्नुहोस्, किनभने तिम्रो प्रार्थना सुनाइ भएको छ। परमेश्वरले तिम्रो बिन्ती सुन्नुभएको छ, तिम्रो प्रार्थना सुन्नुभएको छ। तिमीले जो प्रार्थना गरेका छौ, तिमीले जो चाह गरेका छौ, जसको बाटो तिमीले हेरेका छौ, त्यसको बारेमा परमेश्वरले तिम्रो प्रार्थना सुन्नुभएको छ। परमेश्वर आफ्नो जनलाई बिर्सिनु हुँदैन। अब अगाडि के लेखेको छ? अब तिम्री पत्नी एलिसिबाले तिम्रो निम्ति एउटा छोरा जन्माउने छिन् र तिमीले तिनको नाउँ यौन्ना राख्नु। के भन्दैछन् जकरियाले? तिम्रो पत्नीले एउटा छोरा जन्माउने छन्। के यौन्नाले बच्चाको लागि प्रार्थना गरिरहेको थियो होला? हामी अगाडि गएर हेर्छौँ कि लाग्छ कि यस्तो होइन। किनभने जब स्वर्गदूतले भन्छ बच्चा जन्मिनेछ, उनले भन्छ अरे यो त हुनै सक्दैन, यो सम्भव नै छैन। मेरो पत्नी एलिसिबा एकदमै बुढो छ, म पनि बुढो छु, हामीदेखि सम्भव छैन। त यस्तो लाग्छ कि प्रार्थना उनले उद्धारको बारेमा, शान्तिको बारेमा अनि इस्राएलको छुटकाराको बारेमा प्रार्थना गर्दै थियो। अनि यो जो परमेश्वरले प्रतिज्ञा गर्दै हुनुहुन्छ छोरा, त्यो चाहिँ त्यसै सम्बन्धमा हो। अनि त्यो गरेर हामीले थाहा पाउँछौँ। अनि यहाँ के छ खुसीको खबर? खुसीको खबर के छ? कि उनलाई एउटा छोरा जन्मिनेछ। उसँग त्यो आशा थिएन, तर परमेश्वर जब आशा हुँदैन, जब मान्छेले आशा हराइसकेको हुन्छ, त्यसको मध्यमा परमेश्वरले अद्भुत असम्भव काम गर्नुहुन्छ। अनि यहाँ प्रतिज्ञा गरिएको छ के हुनेछ? एउटा छोरा हुनेछ एलिसिबादेखि। अनि उसको नाउँ पनि परमेश्वरले राख्नु भएको छ। त्यसको नाउँ के हो? यौन्ना। यौन्नाको अर्थ परमेश्वर अनुग्रहकारी हुनुहुन्छ। गॉड इज ग्रेसियस। परमेश्वर अनुग्रहकारी हुनुहुन्छ, परमेश्वर दयालु हुनुहुन्छ। एलिसिबाको असमर्थताको मध्येमा, एलिसिबाको अयोग्यताको मध्येमा परमेश्वर अनुग्रह गर्नुहुन्छ। मानिसको लागि त असम्भव छ, तर परमेश्वरको लागि केही पनि असम्भव छैन। परमेश्वरको डिक्सनरीमा असम्भव नाउँको शब्द पाइँदैन। परमेश्वर जो असम्भवलाई सम्भव गर्नुहुन्छ, परमेश्वर जो आफ्नो जनहरूको छुटकारा गर्नुहुन्छ, परमेश्वर जो आफ्नो व्यक्तिहरूसँग प्रेम गर्नुहुन्छ, अनि त्यसको लागि उहाँ कार्य गर्दै हुनुहुन्छ। जसरी मैले मलाकी 3:1 अघि न वर्णन गरेँ, जसको बारेमा मलाकी 4:6 पनि हामी पाउँछौँ। त्यो यूहन्ना जसको बारेमा मलाकी पुरानो नियमको अन्तिम पुस्तकमा लेखिएको छ, त्यही व्यक्ति हो जो आउनेवाला थियो। अनि 14 पदमा हामीले के हेर्छौँ? तिमीहरूलाई के हुनेछ? तिमीहरूलाई रमाहट हुनेछ, तिमीहरूलाई के हुनेछ? आनन्द हुनेछ। साइमन भाइ, के हुनेछ? धेरैजना तिनको जन्ममा रमाउनेछन्, आनन्द मनाउनेछन्, खुसी मनाउनेछन्, जयकार गर्नेछन्। अहिले त तिनीहरू निराशामा छन्, अहिले त हताशामा छन्। पापको कारण उनले बोझले दबेका छन्, तर पापदेखि छुटकारा र अनन्त जीवनको जो प्रतिज्ञा परमेश्वरले गर्नुभएको थियो, त्यसको कार्य परमेश्वर गर्दै हुनुहुन्छ। परमेश्वरले बिर्सिनु भएको छैन। परमेश्वरले हाम्रो पापको अनुसार व्यवहार गर्नुभएको छैन। यदि परमेश्वरले हाम्रो पापको अनुसार व्यवहार गरेको भए न म यहाँ उभिन सक्थेँ, न तपाईँ यहाँ बस्न सक्नुहुन्छ।
तर परमेश्वरले हाम्रो जीवनको अनुसार व्यवहार गर्नु भएन प्रिय। हामीलाई थाहा छैन, मलाई थाहा छैन कतिजना यहाँ हुनुहुन्छ जो परमेश्वरलाई आदरको साथमा उहाँको उपासना गर्नुहुन्छ। मलाई थाहा छैन कतिजनाले परमेश्वरलाई आदर गर्नुहुन्छ। मलाई थाहा छैन कतिजनाले परमेश्वरसँग प्रेम गर्नुहुन्छ। हामीलाई थाहा छ कति धेरैजनाले संसारसँग प्रेम गर्छन्, संसारको वस्तुसँग प्रेम गर्छन्, सांसारिक वस्तु र सांसारिक कुराको चाह गर्छन्। तर परमेश्वरको चाह कतिजनाले गर्छन् मलाई थाहा छैन। धेरैजनाले आफ्नो सोचको द्वारा, आफ्नो कार्यको द्वारा, आफ्नो शब्दको द्वारा, आफ्नो हिँडाइको द्वारा संसारको चाह गर्छन्। तर परमेश्वरको चाह नगर्नको द्वारा हामी सबैले पाप गरेका छौँ। तर परमेश्वर चाहिँ दयालु हुनुहुन्छ, उहाँले हामीलाई बचाउनको लागि जो योजना बनाउनु भएको थियो त्यो प्रकट गर्दै गर्नुहुन्छ प्रिय। त्यसैको बारेमा त 14 पदमा स्वर्गदूतले भन्दैछन्, एउटा रमाहटको खुसीको खबर छ, आनन्दको खबर छ, खुसीको खबर छ, स्तुति गान गर्ने कुरा छ, जय जयकारको कुरा छ। देयर इज ए होप अफ इटर्नल लाइफ, अनन्त जीवनको आशा छ। म हिजो एकजनासँग कुरा गर्दै थिएँ फोनमा, अनि उनको परिवारमा अस्ति एकजना बितेर जानुभयो। प्रिय हो, मृत्यु निश्चित छ। जवान हो, प्रिय हो, मृत्यु निश्चित छ। तपाईँ अहिले जो जवान हुनुहुन्छ भोलि जवान हुनुहुने छैन, भोलि बुढापाका हुनुहुनेछ। तपाईँ एकजना म बिमारी व्यक्तिसँग भेट गरेको थिएँ, बिस्तरदेखि कसैले उठाउनु पर्छ, त्यो अवस्थामा हामी आउनेछौँ। एक दिन हामी संसार छोडेर जानेछौँ। तपाईँको शरीरको ताकत खतम हुनेछ, तपाईँको शरीरले जवाब दिनेछ। तब तपाईँले यदि यो परमेश्वरमाथि भरोसा गर्नुभएको छैन, संसारमा तपाईँ आनन्दित हुनुहुन्छ, संसारले तपाईँलाई आनन्द दिन्छ भनेर सोच्नु भएको छ भने तपाईँ धोकामा हुनुहुन्छ। तपाईँले जसरी हावा हामीले समात्छौँ, हावा समात्नेको जस्तो संसारमा आनन्द खोज्नु चाहिँ हावा समात्नेको जस्तो समात्नुहोस् हावा, तपाईँले आखिरमा केही पाउनुहुने छैन। यदि तपाईँ परमेश्वर जो अनन्तकालको परमेश्वर हुनुहुन्छ, जो शान्ति दाता हुनुहुन्छ, जो प्रेमी हुनुहुन्छ, यदि तपाईँले उहाँमाथि भरोसा गर्नुभएको छ त तपाईँको लागि पनि यो रमाहटको कुरा हो, तपाईँको लागि पनि यो आनन्दको कुरा हो, तपाईँको लागि पनि यो खुसीको कुरा हो। तपाईँको लागि यो उद्धारकर्तालाई जो येशू ख्रीष्ट आउनुहुनेछ, जसको बारेमा यो यूहन्नालाई तयार गरिँदैछ, पठाइँदैछ, उसको द्वारा हामीले जय जयकार र स्तुति गान गर्न सक्छौँ। यदि छैन भने यो समय तपाईँको लागि टाइम वेस्ट लाग्न सक्छ। कहिले खत्म होला, कहिले गएर मैले आराम गरौँला, कहिले मैले आफ्नो साथीलाई भेटौँला, कहिले गएर खाना खाउँला, कहिले घुम्न जाउँला। रमाहट केवल संसारको कुरामा। प्रिय रमाहट जो संसारको कुरामा खोज्दै हुनुहुन्छ, आज र भोलि तपाईँलाई छोडेर जानेछ। जुन पैसामा तपाईँले आनन्द खोज्दै हुनुहुन्छ त्यो पैसा तपाईँको केही काम आउने छैन। तर यदि प्रभुमाथि तपाईँले भरोसा गर्नुभएको छ भने परमेश्वरले तपाईँको अवश्य छुटकारा गर्नुहुनेछ। अनि त्यो छुटकारा गर्ने व्यक्ति येशू ख्रीष्ट हुनुहुन्छ। जसरी परमेश्वरले पुरानो नियममा, पुरानो करारमा इस्राएललाई कनान देशमा लग्नको लागि मिस्र देशदेखि छुटकारा गर्नुभयो अनि लगेर जानुभयो। अनि त्यसै प्रकारले परमेश्वरले अनन्तकालको कनानतिर हामीलाई लग्दै जानुहुन्छ, जो उहाँको पुत्र येशू ख्रीष्टको द्वारा हुन्छ, जो कि यो संसार जो मिस्रको प्रतीक हो, मिस्र जो संसारको प्रतीक हो, त्यहाँदेखि छुटकारा दिएर हामीलाई रमाहट र आनन्द र खुसी र जय जयकार र स्तुति गानतिर लग्नुहुन्छ। के प्रिय तपाईँलाई यो चाहियो, या तपाईँलाई संसारको झुटो कुरा चाहियो? लिनुहोस्, संसारले त झुटो कुरा बेचिरहेको छ, लिनुहोस्, पैसा खर्च गर्नुहोस्, लिनुहोस्, अनि तपाईँ आखिरमा निराशामा बस्नुहुनेछ। अनि तपाईँ स्वर्गीय कनानमा प्रवेश गर्नुहुने छैन, जसको प्रतिज्ञा परमेश्वरले अनन्तकालदेखि गर्नुभएको। जो यस संसारमा त आँसु हुन्छ, दुःख हुन्छ, समस्या हुन्छ, परेशानी हुन्छ, तर त्यो जीवन जो आउँदैछ प्रिय, तपाईँले त्यसको तुलना गर्न सक्नु हुँदैन। त्यसको प्रतिज्ञा परमेश्वरले गर्नुहुन्छ, जस परमेश्वरको उपस्थितिमा हामीले जीवन जिउनेछौँ। अनि त्यसको बारेमा
जो बाटो तयार गर्दैछ, यो सन्देशवाहक जो भविष्यवक्ता आउँदैछ, यूहन्ना, जो कि बाटो तयार गर्ने व्यक्ति हो। किनभने बाटो तयार गर्ने एउटा व्यक्ति हो ऊ, अनि यसपछि राजाको प्रवेश हुँदैछ। 15 पदमा हेर्नुहोस्, किनभने तिनी परमप्रभुको सामुने महान हुनेछन्। तिनले दाखमधु र अरू कुनै पनि मद कहिले पिउने छैनन् र आफ्नी आमाको गर्भदेखि नै तिनी पवित्र आत्माले परिपूर्ण हुनेछन्। तिनले इस्राएलका सन्तानहरूमा धेरैलाई तिनीहरू परमप्रभु परमेश्वरतिर फर्काउनेछन्। उनी कसको सामर्थ्यमा काम गर्नेछन्? पवित्र आत्माको सामर्थ्यमा काम, आफ्नो सामर्थ्यमा काम गर्ने छैनन्, परमेश्वरको सामर्थ्यमा काम गर्नेछन्। मनुष्यको सामर्थ्यमा भएर होइन, पवित्र आत्माको सामर्थ्यमा उनले काम गर्नेछन्। अनि उनले के प्रचार गर्नेछन्? हामीले मर्कुसमा हेरेका थियौँ। के प्रचार गर्नेछन्? पश्चाताप गर, फर्केर आऊ, रिपेन्ट एन्ड बिलिभ। आफ्नो संसारिक कार्यकलापदेखि त्यागेर फर्केर आऊ। उनीले के प्रचार गर्ने? 16 पद, तिनले इस्राएलका सन्तानहरू धेरैलाई तिनीहरूका परमप्रभु परमेश्वरतिर फर्काउनेछन्। किन? कसरी फर्काउनेछ? किनभने सबैले परमेश्वरलाई त्यागेर आफ्नो आफ्नो बाटोमा लागेका छन्। परमेश्वरलाई छोडेर यशायाले भन्छ सबै भेडाको जस्तो, बरालिएका भेडाको जस्तो छरपष्ट भएर गएका छन्। सबैले आफ्नो बाटोमा लिप्त छन्, संसारमा पापमा जीवन जिउँदैछन्, आफ्नो अनुसार जिउँदैछन्, आफ्नो आफ्नो बाटो लिएका छन्। भन्छन् म बुद्धिमान छु, मैले आफ्नो भविष्य आफै सुरक्षित राख्नेछु, यो संसारले मलाई जीवनको अर्थ दिनेछ। तर यूहन्ना जसलाई परमेश्वरले पठाउनुहुन्छ उसले के प्रचार गर्नेछ? तिमी जो बाटोमा जाँदैछौ प्रिय, तिमी अनन्तकालको नरकतिर, विनाशतिर जाँदैछौ, त्यो बाटोमा नजाऊ। परमेश्वरले त्यो बाटोदेखि बचाउन चाहनुहुन्छ, त्यो खाल्टोदेखि बचाउन चाहनुहुन्छ। तिमी फर्केर आऊ अनि विश्वास गर, भरोसा गर यस परमेश्वरमा। त्यसको प्रचार त्यही नै हुनेछ। त्यसले आफ्नो बारेमा प्रचार गर्ने छैन, तर त्यो उद्धारकर्ताको बारेमा प्रचार गर्नेछ। अनि उसले के गर्नेछ? एक प्रभुको योग्य जाति तयार गर्नेछ। परमेश्वरले नयाँ इस्राएललाई तयार गर्दै हुनुहुन्छ अनि यस कमजोर व्यक्तिलाई उपयोग गर्नुहुनेछ। एलिशिबा र जेकरिया सामान्य व्यक्ति, राजा अधिकारी होइनन्, सामान्य व्यक्ति। अनि परमेश्वरले तिनको अयोग्यतामा, हेर्नुहोस्, यूहन्नाको जन्म त्यस परिवारमा हुन असम्भव थियो। अनि परमेश्वरले असम्भव कार्य, इतिहासमा अद्भुत असम्भव कार्य गरेर देखाउनुहुन्छ कि परमेश्वर कति अद्भुत र सामर्थ्य हुनुहुन्छ। परमेश्वरले मानिसको सामर्थ्यमा होइन, परमेश्वरले आफ्नो सामर्थ्यमा मानिसको कमजोरीमा उपयोग गर्नुहुन्छ कि परमेश्वर महान हुनुहुन्छ। यूहन्नाको मिसन के हो? यूहन्नाको कार्य के हो? उसको सेवा के हो? यूहन्नाको सेवा, यूहन्नाले के गर्छन्? प्रिय संसारसँग प्रेम नगर। तपाईँले 1000 चोटि यहाँदेखि सुन्नुभएको छ होला, तर लाग्छ होला कि यो त यसको संसारमा त खुसी छ, संसारमा त आनन्द छ, संसारले त मलाई आनन्द दिन्छ, संसारमा त रमाहट छ, संसारले मलाई राम्रो जीवन दिन्छ। तपाईँले त्यही सुन्नुभयो, बुझ्नु भइरहेको छ होला। तर परमेश्वरको वचनले भन्छ संसारसँग प्रेम नगर प्रिय, तर पश्चाताप गरेर फर्केर आऊ। दोस्रो सामुएल 7 अध्यायमा जसको प्रतिज्ञा गरेको थियो, त्यो राजा आउँदैछ। यदि तिमी राजा आउनुभन्दा पहिला यदि तिमीले आफूलाई पश्चाताप गरेनौ अनि त्यो राजालाई तिरस्कार गर्यो भने याद राख के हुनेछ, न्यायको दिन आउँदैछ। दोस्रो तपाईँले भजन सङ्ग्रह 2 अध्याय घर गएर पढ्नुहोस्। त्यो राजाको बारेमा जसको प्रतिज्ञा परमेश्वरले गर्नुभएको थियो, जसलाई परमेश्वरले सिंहासनमा विराजमान गर्नुभएको छ, अनि संसारको मानिसले त्यो राजालाई तिरस्कार गरेको छ। तर परमेश्वरले भन्नुहुन्छ मलाई यदेखि केही फरक पर्दैन, तर यो राजा जसलाई मैले नियुक्त गरेको छु अनन्तकालसम्म राज गर्नेछ। अनि त्यो राजा आउनेछ जसले संसारलाई र यो शैतानलाई पराजित गर्नेछ अनि तपाईँ र मलाई अनन्त जीवन दिनेछ। के तपाईँ मर्न चाहनुहुन्छ? कतिजना यहाँ बस्नुभएको छ मर्न चाहनुहुन्छ?
कोही मर्न चाहनुहुन्न। यदि मर्न चाहनुहुन्न भने येशूमा विश्वास गर्नुहोस्। अनन्त जीवन केवल येशू ख्रीष्टमा छ। बाटो, सत्य र जीवन केवल येशू ख्रीष्ट हुनुहुन्छ, जसको बारेमा यूहन्नाले मर्कुस 1:4 र 5 पनि प्रचार गर्दछ अनि जसको बारेमा मलाकी 3:1 वर्णन गरिएको थियो। अनि हामीले के गर्नुपर्छ प्रिय? यो केवल सुन्न, कहानी सुनाउनको लागि मात्र होइन, यो विश्वास गर्नको लागि हो। आफ्नो बाटो छोडेर येशू ख्रीष्टमाथि भरोसा गर्नको लागि यो वचन परमेश्वरले हामीलाई दिनुभएको छ, जसको बारेमा लुकाले लेख्दैछ। यदि तपाईँले पाप क्षमा चाहनुहुन्छ, के तपाईँले पाप गर्नुभएको छ? अवश्य गर्नुभएको छ। के तपाईँ पापमा लिप्त हुनुहुन्छ? धेरै लिप्त हुनुहुन्छ। तपाईँको दिमागले के सोच्छ? तपाईँले मोबाइलमा एक्लैमा के हेर्दै हुनुहुन्छ? तपाईँले अरू व्यक्तिलाई हेर्दाखेरि के विचार राख्नुहुन्छ? अरूको धनलाई हेर्दाखेरि, अरू स्त्रीलाई हेर्दाखेरि, अरू पुरुषलाई हेर्दाखेरि, अरूको पैसालाई हेर्दाखेरि, लालच, व्यभिचार, पापले भरिएको छ, अनाज्ञाकारिता। के त्योदेखि छुटकारा पाउन चाहनुहुन्छ? के तपाईँले शान्ति चाहनुहुन्छ? शान्ति केवल परमेश्वरले दिनुहुन्छ। तपाईँलाई थाहा छैन तपाईँको मृत्यु कहिले हुनेछ? आज या भोलि? तपाईँलाई थाहा छैन। हुनसक्छ दुर्घटना हुनेछ, हुनसक्छ हार्ट एट्याक हुनेछ, हुनसक्छ किडनी फेल हुनेछ, हुनसक्छ के हुनेछ हामीलाई थाहा छैन। प्लेन क्रास हुनेछ, बस एक्सिडेन्ट हुनेछ, या सुत्दै मृत्यु हुनेछ, हामीलाई थाहा छैन। भोलिको दिन कसैले थाहा छैन कहिले हाम्रो भोलिको दिन अन्त हुनेछ। तर योभन्दा पहिला कि त्यो द्वार बन्द होस्, शान्ति पाउनको लागि येशू ख्रीष्ट हुने आउनुहोस्। अनन्त जीवनको लागि येशू ख्रीष्ट हुने आउनुहोस्। तपाईँलाई अरू कुनै ठाउँमा जाने आवश्यकता छैन प्रिय। अरू कुनै ठाउँमा तपाईँले जाने आवश्यकता छैन। परमेश्वरको वचनले भन्छ, यदि मानिसले सम्पूर्ण संसारलाई प्राप्त गर्यो, धन छ, सम्पत्ति छ, सबै कुरा छ, तर परमेश्वरदेखि ऊ टाढा छ भने के फाइदा? मरेर 1 रुपियाँ लगेर जाने हो त्यसले? आफ्नो के गाडी उठाएर लगेर जाने हो? कसैको मृत्यु देख्नु भएको छ? कोही मरेको कसैको डेड बडी देख्नु भएको छ? कति पैसा बाँधेर लगेर गएको छ? कतिवटा गाडी लगेर गएको छ? कति जमिन लतारेर लगेर गएको छ? कतिवटा मोबाइल लगेर गएको छ? किनभने यो संसारको कुराले हामीलाई धोका दिन्छ, तर शान्ति र पाप क्षमा हामीलाई केवल येशू ख्रीष्टको द्वारा पाइन्छ, जसको बारेमा यूहन्नालाई तयार गरिएको छ त्यो राजाको आगमनको लागि। र जब यो खबर सुनाइयो, कि यूहन्ना तिम्रो घरमा एउटा छोरा आउनेछ, तिम्रो घरमा एउटा व्यक्ति आउनेछ, तिमीलाई एउटा छोरा दिइनेछ, एलिसिबादेखि एउटा छोरा जन्मिनेछ, एलिसिबा तिमीहरूको परिवारमा कुनै सन्तान छैन, परमेश्वरले तिमीलाई दिनुहुनेछ। जकरियाको लागि, जकरियाको के प्रत्युत्तर थियो हेर्नुहोस्, 18 पद। जकरिया विश्वास गर्नमा असफल भयो, किनभने उसले परमेश्वरको सामर्थ्यलाई बिर्सेर आफ्नो सामर्थ्यको बारेमा सोच्न लाग्यो। 18 पद हेर्नुहोस्। तब जकरियाले दूतलाई भने, के भने? यो मैले कसरी जान्ने? म बुढो भएँ र मेरी पत्नी उमेर पनि ढलिसकेको छ। प्रभु, यो मुस्किल, यो असम्भव, यो तपाईँले भनेको कुरा त असफल हुन्छ, फेल हुन्छ, यो हाम्रो सामर्थ्यदेखि बाहिरको कुरा हो। किनभने यो कुरा उसले किन भन्दैछ? किनभने उसले परमेश्वरको सामर्थ्यको बारेमा सोचेन, तर उसले आफ्नो सामर्थ्यको बारेमा सोच्यो, आफ्नो उमेरको बारेमा सोच्यो, परमेश्वरको असम्भव कार्य गर्ने शक्तिको बारेमा सोचेन। प्रभु, यो हाम्रो बुद्धिदेखि बाहिरको कुरा हो। दिस इज बियोन्ड आवर पावर एन्ड बियोन्ड आवर अन्डरस्ट्यान्डिङ, उसले भन्दैछ। उसले सोच्दैछ होला, मेबी गड इज टकिङ टु रङ पर्सन। हुनसक्छ परमेश्वरले गलत व्यक्तिसँग कुरा गर्दै हुनुहुन्छ, किनभने हामीसँग त सामर्थ्य छैन। म पनि बुढो छु, मेरो पत्नी पनि बुढो छ। तर उसले बिर्स्यो कि परमेश्वरले अनन्त कालदेखि हमेसादेखि यस्तो काम गर्दै आउनुभएको छ। तपाईँलाई याद छ पुरानो नियममा परमेश्वरले यस्तो कार्य गर्नुभयो अब्राहमको जीवनमा।
परमेश्वरले लगभग 100 वर्षको उमेरमा सन्तान दिनुभयो। साराको मृतक अवस्थामा परमेश्वरले यस्तो कार्य गर्नुभयो। मृतकलाई जीवन दिने को हुनुहुन्छ? परमेश्वर हुनुहुन्छ। अनि त्यो कुरा यहाँ जकरियाले याद गरेन। उसले सोच्यो हुनसक्छ प्रभु यो हाम्रो सामर्थ्यदेखि बाहिर हो, हामी कमजोर छौँ। अनि लाग्छ कि उसलाई पनि हुनसक्छ उसको विचारमा यस्तो लाग्छ परमेश्वर पनि यो गर्न सक्नु हुँदैन जो भन्दै हुनुहुन्छ। अनि यो परमेश्वरको जो योजना छ त्यो पनि असफल हुन्छ यस्तो लाग्दैछ। तर के यस्तो हुनसक्छ कि कहिल्यै पनि यस्तो हुँदैन। 19 पदमा के भन्छ स्वर्गदूतले? हेर्नुहोस्, स्वर्गदूतले तिनलाई भने म गब्रिएल हुँ, म परमेश्वरको सामु उभिरहन्छु, तिमीसँग कुरा गर्ने र यो खुसीको समाचार, यो आनन्दको समाचार सुनाउन म पठाइएको हुँ। तिमीलाई थाहा छैन परमेश्वरको सामर्थ्यको बारेमा? परमेश्वर जसले सबै संसारको सृष्टि गर्नुभयो, संसारको सृष्टि कसरी गर्नुभयो? बोल्नको द्वारा, बिना केही वस्तुको परमेश्वरले सबै कुराको सृष्टि गर्नुभयो। ही क्रिएटेड एभ्रिथिङ विदाउट एनिथिङ, सबै कुराको सृष्टि गर्नुभयो। अनि स्वर्गदूतले यहाँ भन्छ यो खुसीको खबर मैले तिमीलाई दिनको लागि आएको। यो परमेश्वरले गल्ती गर्नुभएको होइन, गलत व्यक्तिलाई यो सन्देश दिनुभएको होइन। परमेश्वरले यो योजना जो अनन्तकालदेखि गर्नुभएको थियो, जसको बारेमा मलाकीमा कुरा गरेको थियो, त्यो परमेश्वरले पुरा गर्नुहुनेछ। अनि परमेश्वरले यहाँ नै पुरा गर्नुहुनेछ। अनि किनभने जकरियाले यो भरोसा गर्न सकेन, किनभने यो कुरामा उसले विश्वास गर्न गाह्रो भयो। त्यसकारण के भयो? 20 पद हेर्नुहोस्। त्यही भएर स्वर्गदूतले एउटा चिन्ह पनि दिन्छ, एउटा दण्डको रूपमा पनि जस्तो छ। यो के छ? जुन दिनसम्म यी कुरा पुरा हुँदैन तबसम्म के हुनेछ? तिमी गुङ्गो हुनेछ, बोल्न सक्दैनौ, गुङ्गो हुनेछौ र बोल्न सक्दैनौ। किनभने तिमीले मेरो वचनमाथि के गरेनौ? विश्वास गरेनौ। परमेश्वरको सामर्थ्यको माथि के गरेनौ? विश्वास गरेनौ। आफ्नो बारेमा सोच्यौ प्रभु मदेखि असम्भव छ, मदेखि असम्भव। साँचो कुरा हो, तिमीदेखि असम्भव छ। परमेश्वरदेखि केही कुरा असम्भव छैन। परमेश्वरको लागि सबै कुरा सम्भव छ। परमेश्वरले जो उद्धारको योजना बनाउनु भएको थियो त्यसलाई पुरा गर्नुहुनेछ। परमेश्वर विश्वास योग्य धर्मी परमेश्वर हुनुहुन्छ। जो परमेश्वरले भन्नुहुन्छ त्यो कुरा परमेश्वरले पुरा गर्नुहुन्छ। What God says he does. परमेश्वर र आमिनको परमेश्वर हुनुहुन्छ। परमेश्वर सर्वसामान्य परमेश्वर। त्यो हाम्रो परमेश्वर त्यस्तो होइन जसलाई काहीँ के गरे खुवाउनेको आवश्यकता छ, सफाई गराउनेको आवश्यकता छ, अनि भोग लाग्यो भने दुध दिनको आवश्यकता छ। त्यस्तो परमेश्वर होइन। हाम्रो परमेश्वर कमजोर परमेश्वर होइन। हाम्रो परमेश्वर हामीले बनाएको परमेश्वर होइन। हाम्रो परमेश्वर सर्वसामर्थी परमेश्वर हो। हाम्रो परमेश्वर अति महान परमेश्वर हुनुहुन्छ। अनि जो उहाँले भन्नुहुन्छ उहाँले गर्नुहुन्छ। कतिचोटि तपाईँ र म पनि जकरिया जस्तै हुन्छौँ। कतिचोटि हाम्रो लागि मानिस ठुलो हुन्छ, परमेश्वर सानो। हाम्रो लागि मानिस ठुलो हुन्छ, परिस्थिति ठुलो हुन्छ, अनि परमेश्वर सानो हुन्छ। परमेश्वरको सामर्थ्य हामीलाई बिर्सेर हामीले के गर्छौँ? परमेश्वरमाथि भरोसा गर्दैनौँ। तर परमेश्वरमाथि प्रत्येक परिस्थितिमा हामीले भरोसा गर्नुपर्छ, हामीले विश्वास गर्नुपर्छ। हामीले यो देख्दछौँ जसरी जकरिया पनि असफल भयो। अनि त्यसै कारण के भयो? जकरियालाई गुङ्गो भयो। अनि जो भन्यो के भयो कि भएन? भयो, गुङ्गो भयो। तुरन्तै, टाइम लागेन। परमेश्वर जो भन्नुहुन्छ त्यो पुरा गर्नुहुन्छ। परमेश्वर सार्वभौमिक हुनुहुन्छ। प्रिय परमेश्वर यस्तो महान परमेश्वरको हामी आराधना गर्दछौँ। 21 पद यहाँ जो 20 पदमा भनेको छ कि यो पुरा हुनेछ, बच्चा यूहन्ना जन्मिनेछ, अनि त्यो पुरा हुनेछ। परमेश्वरले भन्नुभएको छ। अनि परमेश्वरले जो भन्नुभएको छ त्यो अवश्य नै पुरा गर्नुहुन्छ। 21 पदमा हेर्नुहोस्, मानिसहरू जकरियालाई पर्खिरहेका थिए र मन्दिरमा ढिलो गर्दा चकित भए। के भयो? अरे के भयो? जकरिया भित्र गएको थियो,
केही समस्या त भएन। किन यति लामो समय लागेको छ? के भयो जकरियालाई? 21 पद हेर्नुहोस्, 21 पद। तिनी बाहिर निस्केर आउँदा उनीहरूसँग बोल्न सकेनन्। के भयो? बोल्न सकेनन्। अभिज्ञान के गर्न सकेनन्? बोल्न सकेनन्। किन यस्तो भयो? किनभने उनले विश्वास गरेनन्। अनि जो परमेश्वरले भन्नुभएको थियो, किनभने तिमीले विश्वास गरेनौ, अब तिमी गुङ्गो हुनेछौ जबसम्म तिमीलाई त्यो छोरा मिल्ने छैन। अनि तिनी गुङ्गो भए। के परमेश्वर काम गर्दै हुनुहुन्छ? परमेश्वर काम गर्दै हुनुहुन्छ। के परमेश्वरले आफ्नो जनलाई त्याग्नु भएको छैन? प्रिय, हामी कुनै पनि परिस्थितिमा हौँ, परमेश्वर सदैव हाम्रो चिन्ता गर्नुहुन्छ, हाम्रो ध्यान राख्नुहुन्छ। परमेश्वर कार्यरत हुनुहुन्छ, परमेश्वर कार्य गर्नुहुन्छ। हामीले देखिन सक्दैन होला, हामीले देख्न सक्दैनौँ पनि, तर परमेश्वर सर्वसामर्थ्य परमेश्वर कार्य गर्नुहुन्छ। अनि जब उनी बाहिर आए, उनले बोल्न सकेनन्। अनि तिनले मन्दिरमा दर्शन देखेछन् भन्ने उनले बुझे। तिनले उनीलाई इसारा गर्न लागे अनि तिनी गुङ्गा भइराखे। जकरियालाई जो भनिएको थियो त्यो कुरा भयो। अनि अवश्य अब हुनसक्छ कि अब जकरियालाई अलिअलि विश्वास भयो होला। अनि अगाडि गएर हामीले हेर्छौँ, अब 23 पदमा हामीले हेर्छौँ जकरिया अब आफ्नो घर फर्कियो काम पुरा गरेर। अनि अर्को 24 र 25 पदमा हेर्नुहोस्, 24-25 पद। त्यसपछि तिनकी पत्नी एलिसिबा गर्भवती भइन्। परमेश्वरले के भन्नुभएको थियो? एलिसिबा गर्भवती हुनेछन्। मानिसको दृष्टिमा यो असम्भव छ, तर परमेश्वरले भन्नुभएको छ भने यो पुरा अवश्य नै हुनेछ। त एलिसिबा गर्भवती भइन्, 5 महिनासम्म लुकेर बसिन् र यसो भनिन्। 5 महिनासम्म के एलिसिबाको लागि खुसीको खबर हो? एकदमै खुसीको खबर हो। कति आनन्दको कुरा, कति रमाहाटको कुरा। यसको कारण परिवारमा खुसीको खबर आएको छ। अब जकरियालाई के लाग्दैछ होला? मैले विश्वास गर्नुपर्ने थियो, मैले भरोसा गर्नुपर्ने थियो। परमेश्वर त विश्वासयोग्य हुनुहुन्छ, परमेश्वर त सामर्थ्य हुनुहुन्छ, परमेश्वर त असम्भव काम गर्ने परमेश्वर हुनुहुन्छ। परमेश्वरले जो भन्नुभएको छ त्यो पुरा गर्ने परमेश्वर हुनुहुन्छ। अहिले एलिसिबालाई आमा बन्नेको यो अवसर मिलेको छ, यो सौभाग्य मिलेको छ। एकजनासँग मैले कुरा गर्दै थिएँ हिजो, अनि उनी परेशान थिइन् कि उनको परिवारमा के छैन, सन्तान छैन। त्यो कुरा एलिसिबाको जीवनमा पनि थियो। अनि त्यो कुरा कसले टाढा गर्यो? परमेश्वरले। असम्भवमा परमेश्वरले सम्भव काम गर्नुभयो। परमेश्वरको योजनामा जो छ त्यो अवश्य पुरा गर्नुहुनेछ। अनि परमेश्वरको लागि केही पनि कुरा उहाँको हातदेखि बाहिर छैन। परमेश्वरले कृपा दृष्टि गर्नुभयो। यदि परमेश्वरले चाहेको भए जकरियालाई त्यहाँ दण्ड भयानक दिन सक्नुहुन्थ्यो, किनभने उसले विश्वास गरेको थिएन। तर उसलाई केही समयको लागि मिल्यो, तर त्यो बच्चा जन्मिन बित्तिकै के हुनेछ? त्यो हटिहाल्नेछ। अनि 25 पद हेर्नुहोस्, एलिसिबाले के भन्छ? एलिसिबा 25 पद। मानिसहरूका बीचमा मेरो कलङ्क हटाउनलाई अब परमेश्वरले, परमप्रभुले म माथि यसरी कृपा गर्नुभएको। परमेश्वरले, एलिसिबाले के भन्छ? परमेश्वरको महिमा होस्, परमेश्वरको स्तुति होस्, परमेश्वरको जय जयकार होस्। परमेश्वरले जो म माथि जो सौभाग्य थिएन त्यो सौभाग्य के गर्नुभयो? परमेश्वरले प्रदान गर्नुभएको छ। परमेश्वरले म माथि दया दृष्टि गर्नुभएको छ। परमेश्वरले असम्भव कामलाई पुरा गर्नुभएको छ। अहिले परमेश्वरले जकरिया र एलिसिबाको जीवनमा परमेश्वरले मृतक अवस्थामा यो कार्य गर्नुभयो। अनि हामी अगाडि गएर हेर्छौँ मरियमको जीवनमा पनि असम्भव काम गर्नुहुन्छ। अनि यो सबै किन गर्दै हुनुहुन्छ? परमेश्वरले अद्भुत चिन्ह देखाउँदै हुनुहुन्छ, किनभने राजा आउँदै हुनुहुन्छ। अति सामर्थ्य परमेश्वरले आफ्नो उद्धारको काम पुरा गर्दै हुनुहुन्छ। उहाँ अनन्त जीवनको प्रदान गर्ने परमेश्वर हुनुहुन्छ। के तपाईँले यो परमेश्वरलाई चिन्नुहुन्छ?
के यो परमेश्वरमाथि तपाईँको भरोसा छ? तपाईँको भरोसा कुनमाथि, को व्यक्तिमाथि छ प्रिय? तपाईँले आफ्नो जीवनको बारेमा विचार गर्नुहोस्, जाँच्नुहोस् के तपाईँले र मैले यो परमेश्वरलाई त्यागेर कुनै अरू कुरामा त भरोसा गरेका छैन। किनभने यही परमेश्वरले जो यूहन्नालाई पठाउनु भयो, त्यही परमेश्वरले आफ्नो छोरा येशू ख्रीष्टलाई पठाउनु भयो, जो मरियमको द्वारा जन्म हुनुभयो अनि जो तपाईँ र मेरो पापको निम्ति 2000 वर्ष पहिला कल्वरी क्रुसमा बलिदान हुनुभयो। त्यही योजना थियो कि तपाईँ र मलाई जो पनि उहाँमाथि भरोसा गर्छन् उसलाई अनन्त जीवन प्रदान गरोस्। तपाईँलाई अरू के चाहियो प्रिय? तपाईँ र मलाई अरू के चाहियो? के संसारमा अरू कोही छ जसले तपाईँसँग यति माया गर्छ कि तपाईँको लागि क्रुसमा बलिदान होस्? होइन, तर परमेश्वर हुनुहुन्छ, जीवित परमेश्वर, जसले तपाईँ र मलाई प्रेम गर्नुहुन्छ अनि तपाईँ र मलाई बचाउनको लागि, अनन्त जीवन दिनको लागि आफ्नो पुत्र येशू ख्रीष्टलाई दिनुभयो। यदि तपाईँले येशू ख्रीष्टमाथि भरोसा गर्नुभएको छ भने परमेश्वरलाई धन्यवाद होस् अनि उहाँमा भरोसामा बढ्दै जानुहोस्, उहाँको पुत्रको स्वरूपमा बढ्दै जानुहोस्। यदि तपाईँले उहाँको पुत्रको बारेमा सुन्नुभएको छ तर तपाईँले उसलाई स्वीकार गर्नुभएको छैन भने तपाईँलाई आज अवसर छ, मौका छ, तपाईँले उहाँलाई ग्रहण गर्नुभयो होस्। यदि तपाईँले पहिलोपल्ट यो यस परमेश्वरको बारेमा सुन्नुभएको छ भने अवश्य नै उहाँमा भरोसा गर्नुहोस्, किनभने अनन्त जीवन उहाँले दिनुहुन्छ। उहाँको अलावा अरू कोही परमेश्वर छैन।